पहिला के साथीहरू बाबामा झगडा हुँदाखेरि के भन्थ्यो, अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। मम्मीले के अरे बाबुले मम्मीलाई ल त बस्नु पर्दैन, त्यसले गर्दाखेरि यहाँ यस्तो भयो, घरमा उस्तो भयो, यस्तो उस्तो भन्थे। अनि शान्तिको विवादले गर्दाखेरि मम्मी धेरै रिसाउनु हुन्थे। छोडकर गया था कि तेरी माँ। त्यो बाबाले के भन्नुहुन्थ्यो, अब त निस्केर जाऊ, यहाँ बस्नु पर्दैन। त्यसले गर्दाखेरि यहाँ यस्तो उस्तो भयो भन्थ्यो कि बुढाबुढीको कुराहरू त्यस्तै त हुने झगडामा हेर्दै यसो त्यसो हुन्छ। अनि अब त सच बोल दे भोसडी के। त्यतिखेर फेरि मम्मी रिसाएर ल तिमी एक्लै बस, म गएँ, छोराछोरी सबै सम्हाल, यसो त्यसो भन्नुहुन्थ्यो। अनि हामी चाहिँ यसो सानो सानो बालकहरू थियौँ, बालबच्चाहरू थियौँ। अनि भन्थ्यौँ ल के भयो त, अनि मम्मी कहाँ जान्ला यसो त्यसो भन्दाखेरि रिसमा मम्मी रिसमा ल तिमीहरूको बाउले खाना पकाउने, खुवाउने, घाँस काट्ने सबै गर्छ, तिमीहरूलाई स्कुल खरक स्कुल पठाउने काम गर्छ, हामी पात्ने सबै सोध्ने काम गर्छ, तिमीहरू जाऊ, म बस, म जहाँ पुग्छ त्यहीँ गर्छु भन्दाखेरि हामी दिन्थ्यौँ। अनि के भन्थ्यो मम्मी चाहिँ ल म त एक बोर्डको जाँड बेचेर भयो भने म जीविका पार्जन गर्छु, छोराछोरी सबै उ गर, र बच्चाहरू तिमीहरूलाई मेरो माया छ भने चाहिँ तिमीहरू ठुलो भइसकेपछि आऊ है भन्नुहुन्थ्यो कि मम्मीले। कहाँ से आते हैं? अनि त्यसै क्रममा मम्मी घस्याङ बस्याङ हुँदै यसो त्यसो गर्दै यो ठ्याक्क यो कपडा यस्तो उस्तो डल्ला पार्दै यस्तो गर्दै कपाल रुलराल पार्दै यसरी जानुहुन्थ्यो कि ल बस केटा बच्चाहरू भन्थेँ। अहिले ठ्याक्क बच्चाको थाङ्ना उठाउन आउँदाखेरि कैसा लगा मेरा मजाक?